सबभन्दा पहिला त दर्शकदिनलाई धेरैभन्दा धेरै धन्यवाद, धेरैभन्दा धेरै धन्यवाद। उहाँहरू बिनाको माया अथवा उहाँहरू बिनाको यो सफलता अपूरणीय थियो। उहाँहरूको माया बिनाको यो सफलता अपूरणीय थियो। उहाँहरूको सहयोग बिनाको यो माया अथवा यो सफलता अपूरणीय थियो। उहाँहरूको भोट बिनाको यो सफलता अपूरणीय थियो। थ्याङ्क यू सो मच कमल, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। अब प्रोसेस यो ठुलो लडाइँ जित्नु भएको छ, तपाईँको ठुलो चाहना थियो यो भोइस अफ नेपाल सिजन 6 को विनर हुने। आज सफलता प्राप्त गर्दै गर्दाखेरि यो विनरको मेडललाई कसको लागि स्वीकार्नुहुन्छ? यो चाहिँ मेरो सम्पूर्ण दर्शक श्रोता अनि मेरो आफन्त परिवार अनि चाहिँ मेरो चाहिँ मलाई सहयोग गर्ने मेरो जिल्लावासीहरू होइन, सम्पूर्ण गाउँपालिका नगरपालिकादेखि लिएर चाहिँ सम्पूर्णलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन। उहाँहरूकै सपोर्ट, उहाँहरूकै साथ सपोर्ट र उहाँहरूकै भोटको कारणले गर्दा आज म यहाँसम्म आइपुगेको छु। मैले जित्न सफल भएको छु र खेम दादालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जसको कारणले म यहाँसम्म आएँ। मनैदेखि खेम दादालाई चाहिँ सब परिवारले चाहिँ हाम्रो एकदमै चाहिँ खेम दादाको सबजना ठुलो फ्यान पनि हो र सम्पूर्ण मेरो परिवार, मेरा आफन्त, मेरा जिल्लावासीको तर्फबाट सम्पूर्णको तर्फबाट खेम दादालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आज कोच खेम सेन्चुरीले के भन्नुहुन्छ? होइन, धन्यवाद बाबुले भन्दै गर्दा वास्तवमा यो ठ्याक्कै उल्टो हो। धन्यवाद मैले भन्नुपर्छ। उसको प्रतिभा यदि थिएन भने, उसको साँच्चीको राम्रो गाउने कला थिएन भने, उसँग मल्टी ट्यालेन्ट चाहिँ उसँग हुन्थेन भने अथवा दर्शक दुर्गाको माया हुन्थेन भने सायद चाहिँ म सफल हुन्थेन जस्तो लाग्थ्यो। वास्तवमा यसको श्रेय चाहिँ उहाँलाई नै जान्छ र दर्शक दुर्गालाई जान्छ। खेम सर, तपाईँ फर्स्ट टाइम भोइसमा पाइल टेक्नु भएको, तपाईँ पनि, र फर्स्ट टाइममै तपाईँले ट्रफी ल्याउनु भयो क्या होइन? यसको लागि तपाईँको मेहनत कति रह्यो? त्यही त नि, फर्स्ट टाइमै पाइलो टेक्यो, फर्स्ट टाइम नै छाप छोडियो होइन। एक किसिमको यो मलाई एकदम खुसी नै छ। तर सुरुवातमा आउने बेलामा जब म यो द भोइस अफ नेपालको यो स्टेजमा म चाहिँ अनुमोदित भएँ, त्यसपछि मलाई मेरो विभिन्न सामाजिक सञ्जालहरूमा आउने समाचार अथवा अभिव्यक्तिहरूले मलाई अलि निराशित के भन्छ डर लाग्ने, निराशित के भन्छ निरुत्साहित बनाएको थियो। बिचमा जति पनि द भोइस अफ नेपालका टिमहरू हुनुहुन्छ, डार साहब जसले मलाई म काँचो माटोलाई एउटा मूर्तिको स्वरूप दिनुभयो। उहाँको डिजाइन राम्रो नभइदिएको भए सायद मैले राम्रो काम गर्न सक्थेँ या सक्थेन। हुन त म भित्र भएका केही ज्ञानहरू छन्, त्यो चिजलाई मैले राम्रोसँग प्रस्फुटन गर्न सक्थिनँ सायद। एकदमै थ्याङ्क यू सो मच डार साहब। त्यस सँगसँगै थुप्रै यस्ता मेरा टिमहरू हुनुहुन्छ जसले मलाई धेरै कुराहरू सिकायो। सायद सदिसा म्यामको पोजिटिभ चाहिँ सोचाइ हुन्थेन भने मेरो पाइलो कहीँ न कहीँ रोकिन्थ्यो कि अथवा कहीँ न कहीँ म ठोकिन्थेँ कि जस्तो लाग्छ। एकदमै इन्टायर टिमले पनि मलाई धेरै ठुलो सहयोग चाहिँ गरेको थियो सुरुवातमा। र मैले आफूले भएका कुराहरू, मसँग भएका कुराहरू, मैले आफूले जानेका कुराहरू, सिकेका कुराहरू मैले केही कुरा सिकाउन पाएँ र मैले उहाँहरूबाट पनि धेरै कुराहरू मैले सिक्न पाएँ। र चारैजना कोचेसले पनि मलाई धेरैभन्दा धेरै सपोर्ट गर्नुभयो। सबैले मन मिलाए होइन, के अरे चाहिँ माया मिलाए। यही नै मेरो लागि ठुलो कुरा।